सबैमा जय श्री कृष्ण। अघिल्लो सामग्रीमा हामीले परमधाममा रहेको नदीको यमुना नदीको सुन्दरताको संक्षिप्त वर्णन गरेका छौँ। माहेश्वर तन्त्रमा बडो व्याख्या छ, मैले त्यसलाई सरलतम यहाँहरूलाई सम्झाएँ। अब त्योभन्दा आसपासको अन्य त्यहाँको सुन्दरता र त्यहाँ के छ परमधाममा भन्ने विषयको यो सामग्री रहनेछ। यहाँहरू सबैलाई स्वागत छ। स्फुरन्मयूखमालाभिः प्रकाशितदिगन्तरः पद्मरागाचलः श्रीमानास्ते यत्र महाद्दिमान्। त्यहाँ माथि उठ्दै गरेको किरणको कान्ति कसरी माथि उठ्दै गरेको, त्यहाँ रत्नहरू बिखरिएको जस्तो जमिन छ, त्यो जमिनमा प्रकाश, त्यो प्रकाशको कान्ति चाहिँ माथि उठ्दै गरेको देखिन्छ। दिक् र दिगन्तर प्रकाशित थिए। श्रीले युक्त पद्मरागका पर्वतहरू, महान समृद्धिले युक्त आसपासमा पर्वतहरू पनि देखिन्थे। सम्पूर्ण रत्नहरू देखिने, चमकिराखेका, विभिन्न पुष्पहरू फुलेको देखिने। सरांशी यत्र भूयांशी चित्सुदारसवन्ती च विलसन्ती महारत्न शिलाबद्धानि सर्वतः। जहाँका धेरै सरोवरहरू, अनि त्यहाँ सरोवरहरू तालतलैयाहरू पनि थिए ठाउँ ठाउँमा। ती सरोवरहरू चित्त सुधारसले युक्त थिए। महारत्नहरूको शिलाले बाँधिएका ती चारैतिर सुशोभित थिए। ती सरोवर पनि कस्ता थिए भने तिनको चारैतिर शिलाहरू दिवाल बनाए जस्तै हैन, इटाले। अब हामीले यहाँ कोही निर्मित सरोवरहरू कसैलाई सुन्दरता दिँदाखेरि छेउछाउमा इटाले, ब्लकले जो चिनेर ढुङ्गाले अथवा काटेका ढुङ्गाहरूले त्यो देवाल बनाएर जसरी त्यो श्रृङ्गार गरिएको हुन्छ, त्यस्तै त्यहाँ रत्नरूपी शिलाहरूले चाहिँ श्रृङ्गार गरिएका ती सरोवरहरू थिए। यत्रोद्दानलता कुल्या विमन्ती मधुराम सुधाम युथसह खिलमानास्ता पिबन्त्यानन्द निर्भराः। जहाँ उद्यान भनेका बगैँचा, लता, झरनाहरू, ओहो मधुर अमृतका धारा बगाइरहेका थिए। आनन्दमा विभोर भएर ती सखीहरू, त्यहाँका जो सखीहरू छन् त्यहाँ अन्य, ती झुण्ड झुण्डमा खेल्दै जलपान गर्थे। त्यस्तो परमधामको आनन्द। सुकेजन यो सामग्री सायदै हिन्दीमा होस् या अङ्ग्रेजीमा होस् या कुनै अन्य भाषामा अथवा नेपालीमा होस्, अहिलेसम्म यस्तो सामग्री कसैले बनाएको छैन। सौभाग्यवश म मदन राज उपाध्यायले यहाँहरू समक्ष बनाउँदैछु। यो बडो लामो अथक प्रयासपछि मैले माहेश्वर तन्त्र ग्रन्थ खोजेर 3-4 वर्ष लाग्यो। 4 वर्ष त म खोज्दै मात्रै गएँ। यत्रैव कुञ्ज सदनानि सहन मुखानि व्याकीर्ण काञ्चन भुगासन मण्डितानि प्रत्याहसन्मणि विजृम्भित कुट्टिमानि कुजद्विहङ्ग मकुलानि शिवानि नित्यम। जहाँ कुञ्जका घरहरू, ती ठाउँ ठाउँमा विश्राम घर जस्ता कुञ्जका घरहरू हँसमुखा सखीहरूले युक्त थिए। त्यहाँ कोही न कोही सखीहरू, बडा सुन्दरी सखीहरू बसेका, केही न केही गरिरहेका। ती घर बिखरिएको सुनको भूमिले मानव मण्डित थिए। त्यो त्यहाँको जो भूमि थियो त्यो सुनको भूमि जस्तो त्यस्तो खालको थियो। त्यहाँ नित्यप्रति जहाँका मणि जटित फर्सहरू, त्यहाँका पेटीहरू, तलको फर्स हैन, माथिको छतको भाग, ती मणिहरूले कुँदिएका थिए, जडित थिए। उफ्रिँदै गरेका चराहरूको झुण्ड कुर्दन गर्ने गर्दथे। चन्द्रकान्त मणिका शिलाहरू, झरनाका तटमा नलिन दलका रश्मिका प्रतिबिम्बहरू परेका हुन्थे। अनि वैदुर्य मणिका लता, जसमा लाल मुगा जडिएका, वैदुर्य मणिका लताहरू अनि त्यसमा लाल मुगाहरू जोडिएको। चारैतर्फ चम्पा फुलको बगैँचा जस्तो फुलिराखेका, अग्ला मिलेका रुखहरू अनि कदम्बका वृक्षहरू बडा शोभा दिइरहेका थिए। त्यो सुन्दर, अति सुन्दर, सुन्दर मात्रै होइन, अति सुन्दर, महान सुन्दर त्यो ठाउँको मध्योल्लसद्विपुलविद्रुमदेहलिक विश्रान्ति मण्डप समृद्ध समस्त भोगम। अब यहाँ सामग्री बनाइराखेको छु तपाईहरु समक्ष।
हुन त घरमा पनि बनाउन सक्थे। तर यो सुन्दर एकान्त ठाउँमा परमात्माको यो परमधामको वर्णन अनि परमात्माको बाणी अझ आनन्दमय तरिकाले भन्न सकु भनेर आएको छु। तर यो पृथ्वी यो दुःखको संसार हो। यहाँ घामले सताइरहेको छ, पसिना बगिरहेका छन्। तर हेर्नुहोस् है, त्यो परमधाममा कस्तो छ, त्यहाँ त्यही ठाउँको मध्यमा अनेक मुगाका देहलीवाला विश्राम मण्डपहरू, बस्ने प्रतीक्षालय भन्छौँ नि, समस्त भोगहरूले समृद्ध थियो। त्यहाँ जे आवश्यक पर्छ, आवश्यक पर्ने चिजहरू त्यो भोगले समस्त ती समृद्ध थिए। सिडीवाला ती मार्गहरूमा ठाउँ ठाउँमा सिडी बनाइएका मार्गहरू थिए। हजारौँ सखीहरू बसेकी त्यहाँ, कोही मेहन्दी लगाइराखेकी, कोही श्रृङ्गार गरिराखेकी, कोही गाना बजाना, कोही नृत्य, कोही हाँसखेल गरिराखेकी। अनि त्यहाँको अमृत वर्षा गर्नेवाला रत्नरूप चन्द्र शोभित थिए। त्यहाँ चन्द्रमाहरू पनि छन्, सूर्य चन्द्रमा त्यहाँका छुट्टै हुन्, यहाँ कहीँ सूर्य चन्द्रमा होइनन्। शोभाका लागि मात्रै, सुन्दरताका लागि मात्रै। त्यहाँका चन्द्रमा पनि के का रहेछन् भने रत्नका चन्द्रमा है। यत्रामृताम्भोनिधि मध्ये विस्फुरत् रत्नोल्लसद् द्वीपनिवेशमद्भुतं चकस्ति तस्मिन् परमाद्भुतं महर् नैकेन भास्वन् मणिना विनिर्मितम्। आहा, त्यो ठाउँको मध्यमा मानौ अमृत विस्फुरित भइरहेको थियो, त्यस्तो लाग्थ्यो, जहाँ अमृत विस्फुरित भइरहेको जस्तो। त्यो अमृत समुद्रमा, मानौ त्यो अमृतको समुद्र नै थियो जस्तो। त्यो अमृत समुद्रमा रत्नहरूको छटा अद्भुत देखिन्थ्यो। दीपहरूको मानौ उपस्थित गरिरहेको थियो। कस्तो, ती रत्नहरूको द्वीप जस्तो, रत्नका द्वीपहरू टापु जस्ता देखिन्थे, त्यस्तो लाग्थ्यो। त्यो परमानन्द समुद्रको मध्यमा महान एवं अद्भुत तथा अनेक भास्वर मणिहरूले विशेषतया निर्मित भवन चम्किरहेको थियो। त्यो ठाउँको यति जति सुन्दरता मैले मेरो जिब्रोले, मेरो मानसिकताले, मेरो बुद्धिले यहाँहरू समक्ष जो सुन्दरताको मैले वर्णन गरेँ, त्यो सुन्दर त्योको ठाउँ, त्यहाँको त्यो परिस्थिति, त्यहाँको स्थिति, त्यहाँको त्यो मनोरम बडा आनन्दको सागर, त्यो अमृत समुद्रको बीचमा एउटा समुद्र भन्नाले तलाउ पानीको समुद्र होइन, जहाँ आनन्दै आनन्द, अमृतै अमृत छ है, अमृतमय वातावरण, त्यसको बीचमा एक भवन मणिहरूले, रत्नहरूले बनाइएको बडा सुन्दर भवन चम्किरहेको थियो। आउनुहोस्, यो भवन कस्तो थियो, अर्को सामग्रीमा यहाँहरू सबैलाई बताउने छौँ। यहाँहरूले यतिन्जेलसम्म भिडियो हेरिराख्नु भएको छ भने यहाँहरूलाई साधुवाद। यहाँहरूको जीवन अवश्य धन्य बन्ने छ, जसले परमधामको विषयमा सुन्नुभयो, बुझ्नुभयो। आउनुहोस्, नयाँ हुनुहुन्छ भने यो च्यानललाई सब्सक्राइब गर्नुहोला, हामीसँग जुडिराख्नुहोला। हामी परमधामको विषयमा बोलिरहेका छौँ। जय श्री कृष्ण।